गुड मर्निङ साथीहरू, सेवा नमस्ते। म तपाईँहरूको सामु फेरि पनि आइसकेको छु नयाँ दिन, नयाँ ब्लग एन्ड भिडियो लिएर। आई होप हजुरहरू सबैजना सन्चै हुन्छ होला भन्ने आशाका साथ मैले फेरि पनि भिडियो स्टार्ट गरेँ। आज चाहिँ सबैजनाले आज चाहिँ ह्याप्पी न्यू इयर मनाउँदै हुन्छ होला। सबैजना मस्त रहनु होला, व्यस्त रहनु होला भन्न चाहन्छु। सबैजना इन्जोय गर्नु होला, रमाइलो गर्नु होला भन्न चाहे। अनि आज चाहिँ हामी सबैजना यहाँ हामी छिमेकी सबैजना मिलेर हामी चाहिँ आज यहाँ न्यू इयर मनाउने कार्यक्रम भइरहेको छ। अनि देख्न सक्नुहुन्छ हाम्रो निनी हुनुहुन्छ, हाम्रो यहाँ हाम्रो पुष्पा निनी जेठी निनी हामी यहाँ रोटी पोल्दै हुनुहुन्छ। अनि यता हुनुहुन्छ हाम्रो छेमा यता हुन्छ हाम्रो छेमा, यहाँ युगदेखि आउनुभएको। यो हाम्रो यहाँ रोटी अलिक कोही बिग्रेछ। हामी चाहिँ यहाँ अब कुम्लो कुटुरो बोकेर हामी पल्लो छिमेकी माइजूको घरमा खाने सल्लाह गरेको छौँ। त्यही भएर हामी चाहिँ यहाँ कुम्लो कुटुरो बोकेर जाँदैछौँ। म त भ्लग बनाउन आँटिहाले रोटी झिकेर अन्तिमसम्म हेरेर माया गरिदिनु होला भन्न चाहन्छु सबैजनाले। जति भाग बराबर हुन्छ खानेले खाँदै बोलाउनु न आउने भनेको मैले ओके यहाँ भाग लाउने कार्यक्रम हुँदैछ। सबैजना बुवा हो, ससुरा बुवा, अझै मान्छेहरू आउनु बाँकी छ। यहाँ चाहिँ त्यस्तै छ हाम्रो। यहाँ हाम्रो चाहिँ यहाँ अब एकचोटि खाजा चाहिँ खाइसक्यो, अब खाना खानु बाँकी छ। त्यही भएर यहाँ हाम्रो ममा यहाँ नाच्दै हुन्छ। उहाँ चाहिँ मेरो सासू मम्मीको आमा हुनुहुन्छ। हजुर उहाँ हाम्रो छिमेकी माइजू हुनुहुन्छ। अहिले खाएर उहाँ चाहिँ सफा गर्दै हुन्छ। नयाँ किचनमा नयाँ उद्घाटन गर्यो आज नयाँ वर्षको दिन साथीहरू। जाँदैछौँ हामी यहाँ खाजा खाएर हामी सबैजना यहाँ बसिरहेको छौँ। अब चाहिँ फोटो खिच्ने रे। वेलकम ब्याक। अघि चाहिँ म जुस लेखिरहेको थिएँ, अहिले चाहिँ चुक्ना भएर आइसकेको छु तपाईँहरूको सामु। यता देख्न सक्नुहुन्छ सबैजना रेडी हुँदै हुन्छ, कोही हेर्न सक्नुहुन्छ। यस्तै छ साथीहरू न्यु इयर हाम्रोतिर। यता देख्नुहुन्छ हाम्रो फोटो खिच्नलाई रेडी हुँदै हुनुहुन्छ। महिला टिम मात्र छौँ। यहाँ हाम्रो छेमाले आशीष दिनु भएको। अब नाति छिटै आओस्, नाति छिटै देख्नु पाऊँ। वर्षपछि चाहे अब बडो तरुनी भइसक्यो। आशीष थाप्नु पनि त्यसै घरि जान्छ यस्तै छ साथीहरू। आज नयाँ वर्ष हामी चाहिँ मिलेर सेलिब्रेसन गरेको। पानी नि पर्ला जस्तो भइरहेको छ। अब त छिटाउन पनि आँटे जस्तो छ। अब नमस्ते गर्नु। नमस्कार। भन्नुहोस् केही नयाँ वर्षको लागि। तपाईँ नयाँ वर्षको परमेश्वरको कालिनी आमाले लगाइदियो। वाक्सिन कार्की जस्तो म भइसकेको छु। मरणलाई तानसर हिँड्न आँटेको छु र मेरो भान्जीहरूसँग धेरै हुनु पर्यो। होइन काले त नलाउने के हामी परिवार हो। फोटो सेसन भइरहेको छ। टिकटक गरे, कोही टिकटक रेडी हुँदै यता हेर्ने दर्शक यता फेरि हामी काले देख्न आइसकेको छ। यता देख्न सक्नुहुन्छ लास्टै थाक्यो साथीहरू। टिकटक बनाउँदा फोटो खिच्दा चाहिँ यस्तो छ। सबैजना थाकेर पीडित।
तर तपाईँले पोटे चाहिँ डराउनु हुँदैन अरे छेमा साथीहरू अहिले चाहिँ हामी रमाइलो गरेर पनि म चाहिँ घर आइसकेको छु यहाँ किचनमा आएर बसिरहेको छु अनि हाम्रो कालिनी आमै चाहिँ यहाँ बाख्रा हेरेर यहाँ तिर्खा लागेको अरे अनि सरुवा खान आउनुभएको अरे होइन म त कति खाने सरुवा कति बटुको खाने ए एक मखले पुग्छ रमाइलो गरिसके साथीहरू अनि अब कति खाना पकाउने बेला नै हुन आँट्यो अहिले चाहिँ मेरो देख्न सक्नुहुन्छ साथीहरू यहाँ म चाहिँ सरुवा झिक्दैछु सरुवा झिक्दैछु यहाँ आमैले खाने अरे कि अघि दिएको चित्त बुझेन अरे अनि फेरि खाने अरे तपाईँहरूले नि खानुभएको छ कि छैन यस्तो यहाँ बटुकोमा थाप्दैछु म चाहिँ धेरै दिन हुनु फेरि आमै भरे मातेर झगडा हुन्छ कि त्यही भएर यति खानु ल हामी राईहरूको त यस्तै हो जाँड सरुवा जे गर्दा नि जाँड चाहिन्छ के चाहियो अब तपाईँलाई के रक्सी भिडियोले पठाएको रे सन्दीपमा बोक्नु गएको कि पानीले चुटेर जानु पाइँदैन साथीहरू म चाहिँ अहिले यहाँ टर्निङ आएको खाजा खाँदैछु फेरि रोटी बोक लाग्यो अनि त्यही भएर दुईटा टर्निङ कटेर आएपछि त त्यही साथीहरू हाम्रो चाहिँ हाम्रो मोमा हो मेरो सासू मम्मीको आमा ज्याकेट रक्सी खाँदै हुन्छ छोपेर ल्याएको होइन त्यही हो आजको हाम्रो भिडियो के कस्तो लाग्यो तपाईँहरूलाई मन पऱ्यो भने लाइक गरिदिनु होला कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै बाई 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 गर्नु